नमस्कार साथीहरू, म्याथमेटिक्स विथ मोहनजी च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ मोहन घिमिरे। सिकौँ गणित 16 दिनमा भन्ने अभियान अन्तर्गत आज प्रश्न नम्बर 12 को बारेमा छलफल हुनेछ। अब सुरु गरौँ आजको विषयवस्तु। बाणगङ्गा नगर स्तरीय एसईई पूर्व तयारी परीक्षा 2081 गणित विषयको परीक्षाको प्रश्नपत्रको समाधान क्वेसन नम्बर 12। प्रश्न यस प्रकार रहेको छ। बाणगङ्गा नगरपालिकाद्वारा 2081 मा सञ्चालित राष्ट्रपति रणशील प्रतियोगितामा छात्राको सर्टपुट खेल खेल्नको लागि 1.07 मिटर अर्धव्यास भएको एउटा वृत्त निर्माण गरिएको थियो। यदि केन्द्र ओलाई ए र बीसँग जोडेको भए के कोण बन्दथ्यो भनेर प्रश्न सोधिएको छ। क नम्बरमा भने ख नम्बरमा रहेको छ त्यो कोण अनि सीसँग ए र बीलाई क्रमशः जोड्दा बन्ने कोणसँग कस्तो सम्बन्ध हुन्छ भनेर अर्को प्रश्न सोधिएको छ। त्यस्तै ग नम्बरमा छ तपाईँले भनेको सम्बन्ध साँच्चीकै हो होइन, कम्तीमा 2वटा चित्र बनाई प्रयोगात्मक हिसाबले प्रमाणित गर्नुहोस् भनेर सोधिएको छ। यसरी 3वटा प्रश्नहरू सोधिएका छन्। पहिलो प्रश्न रहेको छ यदि केन्द्र ओलाई ए र बीसँग जोडेको भए के कोण बन्दथ्यो भनेर प्रश्न छ। यहाँ चित्रमा हेरौँ त एलाई ओसँग बीलाई पनि ओसँग जोड्यो भने के कोण बन्दछ भनेर प्रश्न छ भने केन्द्र ओलाई ए र बीसँग जोडेको भए केन्द्रीय कोण बन्दथ्यो। यही नै यसको उत्तर हो। त्यसै ख नम्बरमा प्रश्न छ त्यो कोण अनि सीसँग ए र बीलाई क्रमशः जोड्दा बन्ने कोणसँग कस्तो सम्बन्ध हुन्छ भनेर प्रश्न सोधिएको छ। कस्तो बन्दो रहेछ हेरौँ त। यो पहिलेकै बनेको कोण हो, अर्थात् प्रश्न नम्बर कमा भएको कोण हो। त्यो कोणको नाम केन्द्रीय कोण थियो भने यो कोण हो एङ्गल एसिबी भन्ने कोण बनेको छ। त्यो कोण परिधि कोण हो र ती दुईवटा बीचमा के सम्बन्ध हुन्छ यहाँ लेखिएको छ। त्यो कोण अनि सीसँग ए र बीलाई क्रमशः जोड्दा बन्ने कोणमा पहिले बनेको केन्द्रीय कोण पछि बनेको परिधि कोणमा परिधि कोण केन्द्रीय कोणको आधा हुन्छ भन्ने सम्बन्ध रहेको छ। यिनी हाम्रो उत्तर हो। क नम्बरमा सोधिएको छ तपाईँले भनेको सम्बन्ध साँच्चैकै हो वा होइन, कम्तीमा 2वटा चित्र बनाई प्रयोगात्मक हिसाबले प्रमाणित गर्नुहोस् भनेर भनिएको छ। यसमा यो भन्नु र वृत्तको एउटै चापमा बनेका केन्द्रीय कोण र परिधि कोणमा परिधि कोण केन्द्रीय कोणको आधा हुन्छ अथवा केन्द्रीय कोण परिधि कोणको दोब्बर हुन्छ भनेर हामीलाई प्रयोगात्मक विधिबाट प्रमाणित गर्नुपर्नेछ भन्ने यसको अर्थ हो। यसमा कम्तीमा 2वटा चित्रहरू बनाउनुहोस् भनिएको छ। त्यसैले हामीले 2वटा चित्र बनाउँछौँ अर्थात् सर्कल निर्माण गर्छौँ। सर्कल निर्माण गर्नको लागि सबभन्दा पहिला एउटा कम्पास लिएर आउँ। कम्पास यहाँ आइसकेको छ। यसको साइज थोरै सानो बनाऊ। यसलाई एउटा सर्कल निर्माण गरौँ। सर्कल भइसकेको छ। यसको सेन्टर पहिचान गर्नुको लागि यहाँनिर यसलाई चिन्ह लगाऊ। त्यस्तै यो कम्पासलाई अर्को ठाउँमा लिएर जाउँ, केही ठुलो बनाऊ, फरक बनाऊ। यसलाई अब सर्कल निर्माण गरौँ। यसको सेन्टर पत्ता लगाउनको लागि यहाँनिर चिन्ह लगाऊ। सेन्टर पत्ता लगाइसकेको छ। अब यसको कुनै हामीलाई आवश्यक छैन, यसलाई हटाइदिउँ। अब एउटा यसको लिएर आउँ। लिएर आइसकेपछि एउटा परिधिको कोण बनाऊ। स्केललाई हामीले आवश्यकता अनुसार सानो ठुलो बनाउन सकिन्छ। परिधि कोण बनिसकेको छ। यसलाई केन्द्रीय कोण पनि बनाऊ। अब सोही बमोजिम अर्को वृत्तमा पनि निर्माण गरौँ। परिधि कोण बनिसकेको छ। यस्तै केन्द्रीय कोण पनि बनाऊ।
दुईवटा परिधिकोण र केन्द्रीकोणहरू निर्माण भइसकेका छन्। अब यसका नामाकरण गरौँ। नामाकरण गर्नको लागि यहाँ क्यापिटल ए लेखौँ, यसलाई कपी गरौँ, बी लेखौँ, यसलाई पनि कपी गरौँ, बी लगेर यहाँ राखौँ, बी लगेर यहाँ राखौँ, यसैलाई कपी गरे पनि हुन्छ, सी लेखौँ, यसलाई कपी गरौँ, सी लगेर यहाँ राखौँ, अर्को सी लगेर यहाँ राखौँ। अब हामीलाई सेन्टर चाहिएको छ, त्यसैले कपी गरे पनि हुन्छ, र कपी गरेर ओ लेखौँ, यसलाई फेरि कपी गरौँ र ओ भनेको छ, यो पनि ओ भनेको छ। र सर्कल निर्माण भइसकेका छन्, परिधिकोण र केन्द्रीकोण पनि भइसकेका छन्। अब हामीले फिगर नम्बर पनि पहिला 1 यसलाई कपी गरौँ, यसलाई फिगर 2 बनाइदिउँ, त्यो माथि राखौँ। अब हामीलाई टेबल निर्माण गर्नुपर्ने हुन्छ। अब हामी टेबल निर्माण गरौँ। टेबल निर्माण गर्नको लागि कोणहरू आवश्यक हुन्छ। यो फिगर नम्बर हो। र लगेर यहाँ राखौँ। यसरी ठुलो भने सानो गर्न सकिन्छ। त्यसपछि यो एङ्गलको नाम हो एङ्गल एओबी लेखौँ यसलाई। एङ्गल एओबी यसलाई कपी गरौँ। यसको नाम लेखौँ एङ्गल एसिबी। एसिबी लेखौँ। यसैलाई कपी गरौँ। यहाँ लेखौँ। अब हामीले यसलाई प्रोट्रेक्टर मडलबाट नाप्छौँ। यसको नाम फिगर नम्बर 1 लेखौँ। यसलाई कपी गरौँ। 1 लगेर यहाँ राखौँ। 2 लगेर यसमा राखौँ। यसलाई 2 बनाऊ। भएको छ। अब प्रोट्रेक्टरको मडलबाट यो कोणहरू नाप्छौँ। यसमा क्रमशः लेख्छौँ। अस्सी डिग्री भएको छ। यसैको परिधिकोण पनि हेरौँ। परिधिकोण 40 डिग्री भएको छ। हामी यो कुराहरू लेख्छौँ। यसमा मिलेको छ भने अब यसमा पनि हामी चेक गर्छौँ। यसमा हेरौँ। यसको भ्यालु लगभग 57 जति देखिएको छ। परिधिको कोण भने केन्द्रीय कोण कति रहेको छ यसलाई हेरौँ। $114 जति रहेको छ। यसको अर्थ केन्द्रीय कोण 114 भने परिधि कोण 57 जति रहेको देखिन्छ। यहाँ लेखौँ। यसलाई हटाइदिउँ। अब यसको कुनै आवश्यकता छैन। यसको नतिजामा के देखिन्छ भने दिस एङ्गल दुवैमा के देखियो भने दिस एङ्गल इक्वल्स टु ट्वाइस अफ एङ्गल एसिबी देखिएको छ। अब यसको नतिजा भइसकेको छ। अब हामी निष्कर्ष लेख्छौँ। यसको निष्कर्ष के देखिन्छ भने वृत्तको एउटै चापमा बनेका केन्द्रीय कोण र परिधि कोणमा परिधि कोण केन्द्रीय कोणको आधा हुन्छ अथवा केन्द्रीय कोण परिधि कोणको दोब्बर हुन्छ भन्ने कुरा यहाँबाट प्रमाणित भइसकेको छ। हवस् त, आजको भिडियो यति नै। यदि यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब अनि भिडियोलाई लाइक, शेयर र कमेन्ट पनि गरिदिनु होला। सुझाव भए कमेन्ट सेक्सनमा आफ्नो विचार राखिदिनु होला। भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क्स फर वाचिङ।